हेलो साथीहरू नमस्ते। आज मिति 2082 साल कार्तिक महिनाको 16 गते आइतबार। आज चाहिँ नेपाल स्टक एक्सचेन्ज 30.75 अङ्कको बढोत्तरीसँगै 2631.14 अङ्कमा आएर बन्द भएको छ, जुन चाहिँ अघिल्लो दिनको क्लोजिङको तुलनामा 1.18% को वृद्धि हो। यहाँहरूलाई मेरो युट्युब च्यानल नेप्से समरीमा स्वागत गर्दै आजको कारोबार सम्बन्धी जानकारीको बारेमा थप अघि बढ्न चाहन्छु। आज चाहिँ जम्मा 205वटा कम्पनीको सेयर मूल्य अघिल्लो दिनको क्लोजिङको तुलनामा बढेर बन्द भएको छ भने 42वटा कम्पनीको सेयर मूल्य चाहिँ अघिल्लो दिनको क्लोजिङको तुलनामा घटेर बन्द भएको छ। 3वटा कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन नभइकन बन्द भएको छ भने आज टप गेनरको लिस्टमा पर्ने कम्पनीहरू चाहिँ टप 5मै 5वटा चाहिँ 10%ले वृद्धि भएका छन्। त्यसको लिस्टको पहिलो नम्बरमा चाहिँ सामुदायिक लघु वित्त परेको छ। त्यस्तै आज टप टर्नओभर हुने कम्पनीमा चाहिँ एचबिएल प्रो अथवा हिमालयन ब्याङ्कको प्रमोटर सेयर परेको छ, जसको चाहिँ एक्लैको 1 अर्ब 66 करोड माथिको सेयर 1 अर्ब 66 करोडभन्दा माथिको कारोबार मूल्य बराबरको चाहिँ सेयर कारोबार भएको छ। दोस्रोमा युएनएचपिएल परेको छ, जसको चाहिँ 34 करोड 30,55,803 रुपियाँ बराबरको कारोबार भएको छ। आज जम्मा अमाउन्टको हिसाबले अथवा रकमको हिसाबले टर्नओभर भन्नुपर्दा 9 अर्ब 20 करोड 31,46,429 रुपियाँ र 51 पैसा बराबरको कारोबार भएको छ। यति रुपियाँ बराबरको सेयर कारोबार हुनको लागि 2,97,38,139वटा किता सेयरहरू कारोबार भएका छन्। आजको सब इन्डेक्स सम्बन्धी थोरै जानकारी। आज चाहिँ सर्वाधिक वृद्धि हुने सब इन्डेक्समा फाइनान्स परेको छ, जुन चाहिँ 116.36 अङ्कको वृद्धिसहित 5.18%ले बढ्न सफल भएको छ भने आज एकमात्र रातो भएर बन्द हुने कम्पनी अथवा सब इन्डेक्समा चाहिँ ट्रेडिङ सब इन्डेक्स परेको छ, जसको चाहिँ 42.58 अङ्कले गिरावट हुँदै 1.10%ले घटेर बन्द भएको छ। अब चाहिँ म यहाँहरूलाई नेप्सेको क्यान्डल स्टिक प्याटर्न चार्ट अलि थोरै भनिदिन चाहन्छु। क्यान्डल चार्टमा खासै परिवर्तन भएको छैन। हिजो अस्ति नै मैले जे भनेको थिएँ त्यस्तै भएको छ। हिजो अस्तिको भिडियोमा मैले आगामी हप्ता चाहिँ बाइङ प्रेसर क्रिएट हुनसक्छ भन्ने टाइपको कुरा गरेको थिएँ। त्यही अनुसारको आजको क्यान्डल फर्मेसन भएको छ। थोरै सेडिङ आए पनि त्यो बाई भोल्युमले टपेर हाम्रो यहाँ जुन ग्याप अप ओपन भएको थियो त्यसलाई पनि मेन्टेन गरेर यहाँ भोल्युम ग्याप सहितको अपसाइड क्लोज दिइसकेको छ मार्केटले। त्यस कारणले स्ट्रङ बुलिसनेसको सङ्केत गरिसकेको छ। त्यस कारणले नआत्तिकन हामी कारोबारमा सरिक हुन सक्छौँ। हाम्रो क्रुसियल पोइन्ट चाहिँ अब भनेको 2680 देखि 2700 बजारले कसरी रियाक्सन अथवा कारोबार गर्दछ त्यो हेरेपछि योभन्दा अगाडिकै भिडियोहरूमा जे भनेको थिएँ त्यही अनुसार मार्केट अगाडि बढ्छ भन्ने अपेक्षा गरेको छु मैले चाहिँ। अब हामीले यो यति भनेपछि अब मैले थोरै यहाँ चाहिँ पुल ब्याक सम्बन्धी कुरा गरौँ भनेर लागेको छु। पुल ब्याक चाहिँ के हो भनेदेखि यो स्विङ भन्छ नि, यो रातो भएर तल 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 झरिरहेको छ भनेदेखि माथि जाने चरणलाई यो 3टा क्यान्डल छ, यो एउटा पुल ब्याक हो। त्यस्तै यहाँबाट आएको आए तल यहाँ आइपुगेपछि जब यो रातो क्यान्डल पिक फर्मेसन भयो, एउटा यहाँसम्म मात्र गयो। यो रातो क्यान्डलबाट माथि यहाँ जब क्लोज आयो त्यो सेकेन्ड ग्रिन क्यान्डलले, त्यसपछि यसलाई एउटा पुल ब्याक भन्नु पर्यो। त्यसपछि हाम्रो यहाँ पछि हामीले यहाँबाट यता माथि त गयो तर यसले ब्याक गरेर क्लोज गर्न चाहेन, यो फुल भ्यालिड पुल ब्याक हुँदैन। त्यस्तै यो तल 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 आयो, यहाँ तल आयो यहाँसम्म आएपछि जब यो इनसाइडै छ, यो रातो क्यान्डलको माथि गएर जब यो क्यान्डलले क्लोज दियो त्यसपछि मात्र यो भ्यालिड स्विङ अथवा भ्यालिड पुल ब्याक हुन्छ होइन। त्यसरी जान्छ यो भ्यालिड पुल ब्याक सम्बन्धी कुरा यही हो। मैले अझ यहाँ डिटेलमा एउटा सेभ गरेर राखेको छु, एउटा क्यान्डल बनाएर अलि ठुलो चार्ट बनाएर हामीले यहाँ यो आयो तल तल झर्दैछ। जब यो रेड क्यान्डललाई यो रेड क्यान्डलको लोको लिक्विडिटी भनौँ लोलाई ब्रेक गरेर तल आयो, त्यसपछि मार्केटमा ग्रिन क्यान्डल बढ्यो, ग्रिन क्यान्डल त बढ्यो, त्यसपछि सेकेन्ड पनि ग्रिन क्यान्डल बढ्यो। तर यो रेड क्यान्डलको माथि गएर क्लोज हुन सकेन, यसलाई यहाँसम्मकोलाई पुल ब्याक मानिँदैन। जब यो क्यान्डलले यहाँ गएर यो रातोको टपमा
गएर यो टपभन्दा माथि गएर क्लोज हुन्छ तब भ्यालिड पुल ब्याक हुन्छ। त्यस्तै अब यो ग्रिन क्यान्डल गयो अब यो ग्रिन क्यान्डलको हाईलाई पनि रेड क्यान्डलले ब्रेक गर्यो। त्यसपछि हामी यो ग्रिन क्यान्डलको लोलाई एकैचोटि यसले ब्रेक गर्यो भने यो 3 क्यान्डल स्विङ एकैचोटि पुल ब्याक कम्प्लिट भयो। योलाई पनि भ्यालिड पुल ब्याक मानिन्छ। अब यो रेड क्यान्डलको लो यसले ब्रेक गरेको छैन, यसले ब्रेक गरेको छैन, माथि जाँदैछ। यो पुल ब्याक पछिको यो जसमा यहाँ युएसको हाई ब्रेक यो रेड क्यान्डलको हाई ब्रेक गरेर यसले यहाँ हायर हाई क्रिएट गरेर क्लोज हुन सकेन। त्यस कारणले यो भ्यालिड स्विङ अथवा भ्यालिड पुल ब्याक मानिँदैन। यस्तै गरी हेर्नुपर्ने हुन्छ। पुल ब्याक सम्बन्धी थोरै कुरा गरेर यहाँहरूबाट बिदा भयो। के भन्न चाहन्छु भने चाहिँ यो चाहिँ मैले तपाईँहरूलाई ट्रेडिङ गर्न कुनै दिएको सुझाव सल्लाह अथवा ट्रेडिङ सम्बन्धी कुनै निर्णयको लिनको लागि प्रस्तुत गरिएको विषय सामग्री होइन। यो चाहिँ मैले आफूले अध्ययन गरेको सामग्रीहरू आफूले अध्ययन नै क्रममा रहेको हुँदाहुँदै पनि आफ्नो आर्काइभको रूपमा इन्टरनेटमा अपलोड गरेको हुँ। मलाई फलो गर्नु, मलाई सब्सक्राइब गर्नु त्यो हिसाबले कुरो गरिरहेको छैन। मलाई यो एजुकेसनल पर्पजको लागि बनाएको हो। त्यही अनुसार लिदिनु होला। तपाईँहरूले पनि एजुकेसनल वेबाट कस्तो एनालाइसिस ठिक भइरहेको कि छैन, मिल्छ कि मिल्दैन मात्र चेक गर्नु होला। यसका आधारमा कुनै पनि इन्भेस्टमेन्ट डिसिजन, ट्रेडिङ डिसिजनहरू नगर्नु होला भन्दै भिडियो अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।